माछा यसले सुत्छ त्यत्रो गाली खाएर त्यत्रो गरेर दिउँसो बसेन बिर्स्यो भन्ने सोच्यो होला साला खाते बेरोजगारी तल सुत आफ्नो ठाउँमा सँगसँगै आउने सुत्त तमासलाई बेरोजगारी मेरो दाजु गरेर हुन्छ म अफिस जाने मान्छेको एक रुपियाँ कमाएर ल्याउनु छैन केही ल्याउँदै मेरो सँगसँगै दाजु राख्छ यहाँ सुत्त ल साला खाते मान्छेलाई कमाएर ल्याउनु कति गाह्रो हुन्छ एक टाइममा खाना पकाएर घिजाउन नसक्ने यत्रो भन्दा पनि लाज सरम छैन अलिकति घिन छैन गएर एक दुई पैसा कमाउनु नि सजिलो कमाउनु नि कमाएर ल्याएको साला घरमा ल्याएको रासन पानी पनि ठिक समयमा पकाएर खुवाउन नसक्ने साला